राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एससीईको नतिजा 2 दिनभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा भएको 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने लागेको बोर्डले इन्ट्री काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ। नतिजा सार्वजनिकको नजिकै आइपुगेको छौँ, पर्सि आउँछ। आरटीले काम गरिरहेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौँ। यस पटक परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो। परीक्षा केन्द्रमा उत्तर पुस्तिका परीक्षण भयो। रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ। नियन्त्रक अधिकारीले भने आरटीले काम सकेपछि बोर्डले बैठक बोलाउने तयारीमा छन्। आरटीले काम सके भनेपछि बोर्ड बैठक बस्छ। उनले भने एससी परीक्षा गत चैत्र 21 देखि 29 सम्म सञ्चालन भएको थियो। यस वर्ष परीक्षा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए, जसमा नियमित तर्फ 4,41,566 जनाले ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाको लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्र, 2,54,801 छात्र र अन्य 7 जना रहेका छन्।